हेलो गाइज आउनु होला मैले बनाएको अचार खानालाई आज बफ यति फ्रेस यति अब अस्ति यो पोखरातिरबाट अर्डर थियो मैले अर्डर स्टप गरेको थिएँ कि अनि अब 23 तारिकमा उड्ने भरे दिदी आज पठाइदिनु न ल भन्ने कुरा भयो पोखरातिरको अनि आज यो सन्डेलाई नि कतिजनाको अर्डर थियो अनि ढापाखेलतिरबाट यो बङ्गालतिरबाट कति धेरैको अर्डर थियो के अनि अर्डर भएपछि मैले आज बनाएँ अनि आज पोखरातिर जान्छन् सबै यो फ्रेस अचार तपाईँहरू अब यति ढुक्क हुनुहोस् कि मैले हप्तामा 2 चोटि बनाउँछु एकचोटि बनाउँथेँ यस्तो हप्तामा 50-60 केजीको बनाउँथेँ अहिले चाहिँ अब हप्तामा 2 चोटि बनाउने हो के गर्ने दुःख भयो नि अब गर्नै पर्यो अब आफूले जानेको रेसिपी आफूले जानेको अचार बनाएर खुवाउनै पर्यो त्यही भएर आउनु होला तपाईँलाई जति मिठो जति फ्रेस यति मिठो दिने टर्कीमा छु मेरो रेसिपी चेन्ज हुँदैन तपाईँलाई यति मिठो गरेर खुवाउने तर्कमा छु फ्रेस पनि है धेरै दिन राखेर दिनेवाला चाहिँ छैन मैले आज तपाईँहरूकै लागि मैले यो अचार बनाउनलाई व्यापार हुन्छ घरमा बसी 2-4 पैसा पनि देख्न पाएको छ मैले गर्दा रिता मायालाई पनि काम पाएको छ दुईजनालाई स्यालेरीहरू पनि लगभग दुईजना चोखो बच्छ कि अब बिहान आउँछ माया पनि बिहान आउने हो बेलुका जाने हो होइन अब सबै खानपिन यतै हुन्छ अनि रिता त्यहीँ बस्ने अनि उनीहरूको तलब चाहिँ सकेसम्म दुईजनालाई चित्त बुझ्ने स्यालेरी दिन्छु अनि अलिकति काम लोड पर्दाखेरि चाहिँ मैले अलिकति 1-200 हेरेर काम हेरेर एक्स्ट्रा पैसा पनि दिन्छु मैले अस्ति हात काट्दा नि पापा पनि दिएँ बिमाइनुलाई अब जस यिनीहरूलाई काम लोड नपरोस् बिचरा यिनीहरूले गरेर त मैले खाना पाउने मैले व्यापार गर्नु पाउने यिनीहरूले नगरे मैले सक्दैन यिनीहरूकै घरमा पर्नुपर्छ यिनीहरूले काम गराउँछन् मसला ससला मैले मिलाउने हो मार्केटिङ मै हो प्याकिङ मैले हो अब यिनीहरूले त सबै काम त यिनीहरूले गर्ने यिनीहरूलाई चित्त बुझाएन भने त मलाई कहाँ हुन्छ र मैले चुरो यिनीहरूको फेरि एक्स्ट्रा खर्च छ नि चुरोट छ सोलमारी छ अनि कामालीहरू गऱ्यो भने दिदी अलिकति खान्छु नि भन्छ अब घरमै बनाएको हुन्छ गोडो रक्सी अनि एक्स्ट्रा खर्च पनि छ यिनीहरूलाई त अनि मेरो काम धेरै हुँदा म आफूले एक्स्ट्रा पनि दिन्छु कि बिचरा यिनीहरूले गरेछ र त मैले पाउने यिनीहरूले नगरे त कहाँबाट पाउँछु भन्ने लाग्छ मलाई यो फेरि खाना लाउनलाई मैले मार्न मन लाग्दैन है यिनीहरूले गरिदिएर नै मैले हुने हो नि त मैले गर्न सक्दैन नि यत्रो कामतिर मैले गर्न सक्छु त एउटै मान्छेलाई चित्त बुझायो भने यिनीहरूले गर्ने चित्त बुझाउनु पर्छ मान्छेलाई मार्न खाना लाउनलाई काम चाहिँ गर्न दिनुपर्छ के खाना लाउनको मार्नु भएन